यहाँ चाहिँ चिकन वासहरू चाहिँ हेरेर मिडियम पिसको छ चिकन चाहिँ। चिकन चाहिँ वास भइसक्यो। यहाँ चाहिँ धन्यवाद पनि छ, फ्रेस फ्रेस चिकन चाहिँ सफा भएर नि मैले निम्बुको रस र मसलाहरू हालिसकेको छु। यो चाहिँ म मिक्स गर्न गइरहेको छु मजाले। मिक्स हुँदैछ यो चाहिँ चिकन चाहिँ मजाले मिक्स भइसक्यो हो गाइस। मजाले मिक्स भइसक्यो चिकन चाहिँ रेडी भयो मिक्स भएर। अब कटिङपट्टि जानुपर्छ है। यहाँनिर चाहिँ चिकनको लागि चाहिँ मैले 3टा प्याज, गार्लिक एउटा र टमाटर निकालिरहेको छु। यहाँ चाहिँ कटिङ हुँदैछ है गाइस। लसुन चाहिँ चपिङ भइसक्यो। आज चाहिँ बनाउनु गएको छ चिकन ड्राई करीवाला होइन, त्यही भएर म चप गरिरहेको छु। त्यो चपिङ गरिरहेको छु। त्यसमा चपिङ भयो। अब चाहिँ टमाटरको टर्न आयो। यो पनि चपिङ नाइस चप गर्नुपर्छ। कटिङ चाहिँ भइसक्यो। प्यान पनि मैले चढाइसकेको छु गाइस। प्यान हिट हुँदैछ है। यो चाहिँ मेरो मसलाहरू छ। त्यसै प्यान पनि हिट भयो र मैले चाहिँ खोइला हालिसकेको छु। ड्राई भयो र अलिक धेरै नै ओइल हालिसकेको छु मैले। फिलहाल चाहिँ यहाँ चाहिँ 5 फरम हालिसकेको छु र गार्लिक, चपिङ गार्लिक हुँदैछ। ड्राई चपिङ अनियन प्याज त यहाँ हुँदैछ गाइस। जस्तै हुँदैछ प्याज र गार्लिक चाहिँ मैले यहाँनिर गर्दैछु। चाहिँ चिकन हाल्ने पालो आयो। चिकन चाहिँ यहाँ छ। चिकन चाहिँ हाल्ने पालो आयो। अब सुक्खाको लागि ड्राई बनाएको हो, त्यही कारणले चिकन पनि पहिला हालेको मैले चाहिँ मिक्स गर्नुपर्छ मजाले। मसला त अलरेडी हालेको छु र पनि फेरि यहाँनिर मसला एड गर्नुपर्छ। यहाँ चाहिँ धनियाँ वास हुँदैछ है। धनियाँ दिँदैछु मजाले यहाँ चाहिँ गाइस। धनियाँ चाहिँ फ्रेस चाहिँ धनियाँ पत्ता पनि कटिङ भइसक्यो। कोरिएन्डर लिफ र टमेटो, रेड टमेटो कटिङ भइसक्यो है गाइस। र मैले चाहिँ यहाँनिर फ्राई हुँदैछ है। मैले चाहिँ यहाँ हुँदैछ चिकन चाहिँ। चिकन चाहिँ हुँदैछ। जाँदाखेरि के पर्ख्यो गाडी चिकन पनि पर्खिँदो रहेछ गाडी। फ्रेस चिकन चाहिँ भयो र म चाहिँ यो मिट मसला हल्का एड गरिदिन्छु। चिकन चाहिँ लगभग पाकिसक्यो साथी हो। त्यस्तै हो। यसमा चाहिँ करी हाल्ने नि हाल्ने, करीवाला चाहिँ होइन, यो मसलावालामा होइन। त्यस्तै सुक्खा खानुपर्ने हो। र अब चाहिँ मैले धनियाँ एड गरिरहेको छु, जुन चाहिँ अघि चप गरिरहेको थिएँ। धनियाँ एड गरेपछि त माल रेडी भइगयो। माल चाहिँ रेडी भयो साथी हो। साथै अचार चका छ। अचार